काठमाडौँ महानगरका मेयर बालेन शाहले लेखेको यो स्ट्याटसले अहिले राजनीतिक वृत्तमा तरङ्ग मचिएको छ। बालेन शाहले 1 घण्टा अगाडि लेखेको यो स्ट्याटसमा अगाडि लेख्छन्, प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्टेड भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् भनेर यो स्ट्याटस लेखिसकेपछि राजनीतिक वृत्तमा तरङ्ग मचिएको छ। फेसबुकमा जुनसुकै स्ट्याटस राख्दाखेरि पनि बालेन शाह चर्चामै आउने गर्दछन् र अगाडिका विभिन्न स्ट्याटसहरू राख्दाखेरि पनि कार्यकर्ताहरूले विभिन्न कमेन्टहरू गर्दै आएको तपाईँ हामी सहजै देख्न सक्छौँ। र यो अहिलेको पछिल्लो यो स्ट्याटस 1 घण्टा अगाडि यो स्ट्याटसले अब राजनीतिक वृत्तमा तरङ्ग पक्कै पनि मचिन्छ भन्ने आकलन गर्न सकिन्छ। र यो पोस्ट आइसकेपछि कस्तो खालको कमेन्ट आउला, कमेन्टहरू हेर्नको लागि तपाईँ हामीले सामाजिक सञ्जालका विभिन्न माध्यमहरू हेर्नै पर्ने हुन्छ। कृपया तपाईँहरूलाई बालेन शाह कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल हाम्रो कमेन्ट बक्समा लेख्न नभुल्नु होला। र उहाँको यो बनाइसकेको स्ट्याटस तपाईँलाई पनि मन पर्यो भने यो भिडियोलाई लाइक गरी धेरैभन्दा धेरै साथीहरूको माझमा यो भिडियोलाई सेयर गर्न नभुल्नु होला। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै पुनः बालेन शाह तपाईँलाई कस्तो लाग्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।